हाम्रो चाहिँ यो खालको खोर्सानी यस्तो छ, मजाले आएको छ। गमलामा रोपेको हो र पनि मजाले आएको छ। यता माथितिर पनि धेरै फुलेको छ अनि चिचिला पनि धेरै लागेको छ। यस्तै छ हाम्रो चाहिँ। यता काँक्रा छ, काँक्रा पनि पाक्ने छोडिदिएको, मजाले पाकेको छ अनि बिउ पनि हुन्छ। अनि पाकेको काँक्रा मिठो हुन्छ खल्पी खानुलाई भनेर। अनि यता हाम्रो के भन्छ यसलाई बोडी छ। बोडी पनि सानो ठाउँमा रोपेको, कम्ती भए पनि धेरै फलेको छ, धेरै फुलिरहेको पनि छ। चिचिलाहरू पनि यता नि लागिरहेको छ, भर्खर बढ्दैछ। अनि यता अर्कोतिर पनि रोपेको छौँ, के भन्छ यसलाई बैगुन। बैगुन पनि मजाले आएको छ, जुरुप्प भएर। गमलामै रोपेको हो, गमलामा रोप्दा पनि मजाले आएको छ आउनु चाहिँ। कम्ती ठाउँमा भए पनि मजाले भइरहेको छ सब्जीहरू। अनि यो पनि गमलामै हो। यता पनि यो पिँडालु के भन्छ, दुधमा नै पिँडालु भन्छौँ हामी चाहिँ। यता गमलामा पनि छ। अनि यता अर्कोतिर भुइँमा पनि रोपेको छौँ। भुइँको चाहिँ हरियो भएर आएको छ। यस्तै छ। अनि यो इस्कुस पनि मजाले आएको छ, यति धेरै आएको छ। चिचिलाहरू पनि यता नि लागिरहेको छन् मसिनो। अब बढ्नु चाहिँ पाउँछ पाउँदैन, चिसो बढेपछि गाह्रो छ। र पनि भएसम्म हामी छोडेर हेर्नेछौँ कतिको फल्छ। अनि यो लौका छ, लौका नि लामो खालको हो यो चाहिँ। अनि यो चाहिँ हामीले यसलाई पनि यतापट्टिको बिउ राखेको, यतापट्टिको चाहिँ सब्जी खाने हो। यस्तै चाहिँ हाम्रो चाहिँ सागसब्जीहरू। लामो लामो खालको हो यो लौका चाहिँ। यस्तै छ हाम्रो। यो अर्कै खालको खुर्सानी, यसलाई के भन्छ यो खुर्सानी, कुन खालको हो मलाई थाहा भएन। र पनि यसमा मजाले आइरहेको छ। सानो ठाउँमा भए पनि हाम्रो चाहिँ यसरी सागसब्जीहरू, खुर्सानी, फलफुलहरू यस्तै छ हाम्रो चाहिँ। हाम्रो तुलसीको मोर्चो यस्तो बनाउनु भएको छ बुवाले। यस्तो हुँदैछन् तुलसी। अनि फुल पनि यस्तो छ। यता सुकेर सबै गयो, चिसो लाग्नु थालिगयो। यस्तो छ। यताको चाहिँ सबै सुकेको छ क्या, यस्तो भएको सबै फुलहरू। यस्तो छ। त्यो सेतो फुल चाहिँ मम्मीलाई मन पर्यो अरे, यस्तो खालको चाहिँ सेतो पनि। तर आजको चिसोले सबै यस्तो भएछ क्या, तुसारोले सबै सुकेछ। के गर्नु, जाडो लागेपछि त यस्तो हुन्छ क्या। मखमली पनि यस्तो छ, सेतो मखमली यो खालको छ। यस्तो छ फुलहरू। सयपत्री चाहिँ यस्तो हुँदैछन् हाम्रो। यसपालिको तिहारको लागि चाहिँ हाम्रो यस्तो हुँदैछ। र पनि के गर्नु, सुकेर सबै गइहाल्छन् रहेछ नि। यस्तो छ। यता पनि यतिको हुँदैछ सयपत्री। अर्को खालको फुल पनि छ यहाँ, यस्तो छ। यहाँ पनि सुकेको छ। र पनि अलिअलि हुन्छ कि भन्ने आशा छ। यसपालिको तिहारमा राम्रै हुन्छ कि भनेर आशा गर्दैछौँ। अब हेरौँ, तिहार पनि आइसकिगयो।
मखमली यस्तो भएको छ यता पनि सेतो मखमली यता बाबरी पनि छ पारिजात चाहिँ हाम्रो यस्तो छ पारिजात पनि सुकिसक्यो यहाँ त साह्रो चिसो बढ्दैछ नि त अब गाह्रो छ समरभरि मात्रै हो हाम्रो चाहिँ यस्तो हुन्छ विन्टर लागेपछि त सबै सुकेर गइहाल्छ के गर्नु हिउँ पर्नु थालेपछि त सकिन्छ सबै यस्तो भइरहेको छ यता पनि यसपालिको तिहारमा चाहिँ हामीले लगाइसक्यो भन्ने छ अब हेरौँ आश गर्दैछौँ होइन भएर चाहिँ परि नहालौँ चिसो कस्तो आउने हो यस्तो छ हाम्रो यहाँ झन् धेरै हावा चलिरहेको छ चिसो धेरै बढेको छ हावा पनि आएको छ यता चाहिँ धेरै रहेछ मजाले आएको रहेछ यता चाहिँ उता चाहिँ जम्मै सुकेको रहेछ यता चाहिँ राम्रो रहेछ यस्तो छ फुलहरू यता अलिक राम्ररी आएको रहेछ फुलहरू यो खालको पनि छ मखमली पनि छ अनि सयपत्री पनि छ यस्तो भएको छ यस्तो छ हाम्रो चाहिँ यस्तो भयो खोर्सानी आजको चिसोले आज राति चिसो साह्रो आएर सबै यस्तो खाइदिन्छ क्या हुस्सेले पनि यतिको छ यहाँनिर अनि आज मम्मीले टिप्दै हुनुहुन्छ अघि टिप्नु पनि भयो आधी अनि सरसफा चलिरहेको छ यस्तो अर्को पालिलाई यसरी सरसफा गरेको छ होइन सरसफा गर्दैछौँ अब मिलाउनु छ यो कसिङरहरू उठाएर फोहोरहरू सबै भइरहेछ यता सागहरू भर्खर आउँदैछ यतिको हुँदैछ खानु पाइन्छ कि पाइँदैन अब हेरौँ यतिको हुँदैछ अनि यस्तो चाहिँ यता चाहिँ हाम्रो चाहिँ यस्तोमा बारी बनाएको छ होइन सानो छ यत्रो ठाउँमा बनाएको नि त चिसोले टमाटर पनि अघि सबै झरेर भुइँभरि छ सुकेर अनि सरसफा पनि गर्दैछौँ अनि चाहिँ गाजरको बिउ बनाउनु भएको अरे यस्तो छ गाजरको बिउ चाहिँ यस्तो छ गाजरको बिउ सगी उखालेर फर्सीको गट्टाहरू सबै लानुभयो यस्तरी थुपारेको छ अब यो सफा गर्नु छ अनि यता अलिअलि सागहरू आउँदैछ अनि यस्तै छ सबै सुकेर गइसक्यो बोडीहरू पनि गइसक्यो चिसो भइसक्यो नि त अब यस्तै छ हाम्रो चाहिँ अब यसपालिको सागसब्जीहरू चाहिँ अनि सरसफाहरू गर्दै हुनुहुन्छ मम्मीहरूले त्यस्तो गर्नुभएछ अहिले अब सबै उठाएर फाल्नु छ यता पनि यस्तो छ सबै झ्यालहरू मरिसक्यो आजको सरसफाइ चल्दैछ हाम्रो चाहिँ यस्तो छ यहाँ चाहिँ इस्कुस राख्नु भएको छ अब हेरौँ यस्तो भयो चाहिँ इस्कुस पनि यस्तो छन् खानु चाहिँ पाइन्छ पाइँदैन हेरौँ अब उता पनि धेरै छ टेप्पै छ तर के गर्नु चिसो हुने ठाउँमा त चिसो नबढुन्जेल मात्रै यस्तो बनाएर राख्नु भएको छ बुबाले यस्तै छ सबै झ्यालहरू मरिसके यहाँ चाहिँ साग रहेछ यसरी आउँदैछ यो चाहिँ लसुनको पत्ता
यतिको भयो। फापरको साग, यस्तो छ। यता पनि टुक्रुके पनि सबै सुकेर गएको छ, र पनि अलिअलि हुन्छ कि भनेर यसरी बनाएको छ बिटा गरेर। झन् छ 2-4 किलो त हुन्छ होला। सबै सुकेर हिलाएर यस्तो भएको छ। यस्तोमै भए पनि अलिअलि त हुँदैछ खै। अनि यता चाहिँ यस्तो छ, धनियाँ हुँदैछ यहाँनिर। त्यो भएर आइरहेको छ धनियाँ चाहिँ। यो पनि बुवाले त ल्याएर राख्नु भएछ, नभए त्यो पनि यस्तो जान्थ्यो नि। टाउको बारी खोर्सानी छ, यो पनि रहन्छ कि रहँदैन थाहा छैन। अब हेरौँ, यतिको छ। यो चाहिँ पछिको लागि बिउहरू राख्नु भएको बिरुवाहरू यस्तो छ। बिरुवा पनि के भनौँ, अब फुलिसकेको छ। यो चाहिँ पछिको लागिलाई राख्नुभएको, अर्को पालिलाई यस्तै छ। अनि यता पनि बिउहरू राख्नुभएको छ अर्को पालिको लागिलाई। सबै यस्तो छ हाम्रो चाहिँ। अनि यता चाहिँ सुकेर गइसक्यो, सबै यस्तो भएको छ। हामीले चाहिँ यो अकबरी खोर्सानीलाई पनि ल्याइसकेको छौँ घरभित्र, चिसो धेरै भएर। यो चाहिँ फल्दै गरेको बोटहरू हो। अनि यता पनि फुलिरहेको छन्। अनि यता पिँडालु पनि घरभित्र ल्याएर राखिसकेको छौँ। यता गमलामा राखेको छ। यो चाहिँ यसरी, यो चाहिँ अर्को पालिलाई पनि रोप्न काम दिन्छ। बच्चाहरू पनि धेरै छन् त यसमा, त्यही भएर घरभित्र राखिराखेको छ भने अर्को पालिलाई पनि हुन्छ भनेर। अनि यो चाहिँ बागे पत्ता होला सायद, मलाई थाहा भएन। अनि यता पनि बिरुवा राखिसकेको छ अर्को पालिलाई। यसरी गमलामा भरि राख्नु भएको छ, सबैतिर धेरै छ बिरुवाहरू। यो चाहिँ हाम्रो मम्मी बुवाले राख्नु भएको हो, यसरी राख्नुहुन्छ अनि पछिलाई काम दिन्छ भनेर। अनि यो चाहिँ तुलसी हुन्। तुलसी पनि हामीले घरभित्र राख्ने गरेको छौँ, बाहिर चिसो परेर। यो चाहिँ अर्को पालिलाई पनि हुन्छ भनेर यसरी राख्नु भएको छ। अनि यता यो चाहिँ टमाटर काटेर राख्नु भएको छ। यो चाहिँ हरियो छ टमाटर, हरियो टमाटरलाई यसरी राख्नु भएको छ। यो चाहिँ बुवाले काट्नु भएको, सुकाएर राखेर पछिलाई हुन्छ भनेर। हाम्रो चाहिँ यस्तै छ, चिसो बढेर अब घरभित्र यसरी राख्नु भएको छ हाम्रो चाहिँ।